रोड टू एफसी सिजन 5 को सेमी फाइनलमा नेपालका रविन्द्र ढाँड र न्युजिल्यान्डका कासी मोडोक बीच हुने प्रतिस्पर्धाले अहिले विश्वभरका एमएमए समर्थकहरूको ध्यान तानेको छ। एकातिर नेपालका आशा र भरोसाका रूपमा रहेका रविन्द्र ढाँड छन् भने अर्कोतिर अहिलेसम्म अपराजितता कायम राखेका कासी मोडोक छन्। दुवै खेलाडी उत्कृष्ट लयमा रहेका कारण यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आजको यस भिडियोमा हामी कासी मोडोक किन यो खेल जित्न सक्ने बलिया दावेदारका रूपमा मानिएका छन् भन्ने 3 मुख्य कारणबाट विश्लेषण गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोस्। 3 यस्ता कारण जसले गर्दा कासी मोडोकले रविन्द्र ढाँडलाई हराउन सक्छन्। आउनुहोस् यो विषयमा चर्चा गरौँ। नम्बर 1, अपराजितता र आत्मविश्वास, अनडिफिटेड रेकर्ड एन्ड कन्फिडेन्स। कासी मोडोकले आफ्नो व्यावसायिक एमएमए करियरमा अहिलेसम्म हार बिहोरेका छैनन्। लगातार जित हासिल गर्दै आएका कारण उनी प्रत्येक खेलमा उच्च आत्मविश्वासका साथ उत्रिन्छन्। हारको अनुभव नभएका खेलाडीहरू दबावको अवस्थामा पनि मनसायिक रूपमा बलियो रहने र आफ्नो रणनीतिक अटल रहने सम्भावना बढी हुन्छ। सेमी फाइनल जस्तो ठुलो अवसरमा पनि आत्मविश्वास कासीको सबैभन्दा ठुलो शक्तिशाली बन्न सक्छ। कारण नम्बर 2, अनुशासित खेल योजना र उत्कृष्ट निर्णय क्षमता, फाइट आइक्यू एन्ड गेम प्लान। कासी मोडोकको खेल शैली नै निकै संयमित र योजनाबद्ध मानिन्छ। उनी हतारमा आक्रमण गर्नुभन्दा पनि प्रतिद्वन्द्वीको चालु बुझ्ने, दूरी कायम राख्ने र सही अवसर पर्खेर प्रहार गर्ने खेलाडी हुन्। खेलभरि आफ्नो योजना अनुसार लय नियन्त्रण गर्ने क्षमता उनका प्रमुख विशेषतामध्ये एक हो। यदि उनले रविन्द्र ढाँडको आक्रमण शैलीलाई नियन्त्रण गर्न सके भने खेल आफ्नो पक्षमा मोड्ने सम्भावना बढ्न सक्छ। कारण नम्बर 3, अन्तर्राष्ट्रिय अनुभव एन्ड मिश्रित फाइटिङ शैली, इन्टरनेसनल एक्सपिरियन्स एन्ड अलराउन्डर फाइटिङ स्टाइल। कासी मोडोकले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शैलीका खेलाडीसँग प्रतिस्पर्धा गरेका छन्, जसले उनलाई फरक फरक परिस्थितिमा पनि खेल अनुभव दिएको छ। उनको स्ट्राइकिङ, ग्राप्लिङ र रक्षात्मक खेल र समग्र खेल बुझाइबीच राम्रो सन्तुलन देखिन्छ। उनले परिस्थिति अनुसार आफ्नो रणनीति परिवर्तन गर्न सक्ने क्षमता पनि देखाएका छन्। यदि उनले सुरुदेखि नै खेलको गति नियन्त्रण गर्दै आफ्नो योजना सफलतापूर्वक लागू गर्न सक्यो भने नियन्त्रण आधारमा वा खेल समाप्त गराएर जित निकाल्ने सम्भावना बलियो देखिन्छ। यी थिए कासी मोडोकलाई बलियो दावेदार बनाउने 3 प्रमुख कारण। तर एमएमए यस्तो खेल हो जहाँ अन्तिम घन्टिम 9 बजेसम्म कुनै पनि खेलाडीलाई विजेता बन्न सकिँदैन। रविन्द्र ढाँड पनि उत्कृष्ट लयमा छन् र आफ्नो आक्रमण शैली तथा आत्मविश्वासका कारण जुनसुकै बेला खेलको दिशा परिवर्तन गर्न सक्छन्। त्यसैले यो सेमी फाइनल दुवै खेलाडीका लागि ठूलो परीक्षा हुनेछ। अन्तिम नतिजा भने खेलको दिनै प्रदर्शन, रणनीतिक र क्षणको सदुपयोगले नै तय गर्नेछ। अब तपाईको विचार के छ? यो खेलमा कसले सफलता हात पार्ला? नेपालका रविन्द्र ढाँड कि न्युजिल्यान्डका कासी मोडोक? आफ्नो प्रतिक्रिया कमेन्टमा दिन भने नबिर्सिनुहोला।